नमस्ते होप सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। अनि म चाहिँ अहिले यी बारी कहाँ हिँडेको भन्दा चाहिँ मेरो मम्मी चाहिँ यहाँ छिमेकी आन्टीकोमा यहाँ रोटी हाल्न लाउनु भएको रहेछ, सेलरोटी। अनि त्यहाँबाट मम्मी चाहिँ हालिदिनु जानु भएको रहेछ र मदर्स डे होइन। अनि मदर्स डेमा चाहिँ आज उता आमाहरूलाई अनि त्यसपछि सबैजना दुईटा फ्यामिली मिलेर सबैजना एकै ठाउँमा खानाहरू बनाएर खाने भन्ने प्लान भइरहेछ। यहाँ म चाहिँ बोलाउन जानु लाग्यो। अनि अब चाहिँ यहाँ म आइसकेँ। अनि कस्तो माइ गड वेदर चाहिँ यस्तो डेन्जर भइरहेको क्या। वेदर चाहिँ ठिक छ, कालै भइरहेको। म कहाँ हिँडिरहेको छु जस्तो भइरहेको। किन भन्दा पानी पर्ला जस्तो भयो नि त, कस्तो गुरुङ गरेर आकाश गरेर। अनि हावाले कपाल पनि खत्रै उडाइदिएर म स्कुलबाट आएपछि ड्रेस पनि चेन्ज गरेँ होइन क्या। आउने बित्तिकै केक लिन गएँ होइन। केक लिन जाँदाखेरि भ्लग बनाउनु हुन्थ्यो नि, मैले मोबाइलै लिएर जानु बिर्सेछु कि। भाइलाई साथी लिएर गएको थिएँ पछाडि होइन, सजिलो हुन्थ्यो नि। अनि मोबाइलै लिएर जानु बिर्सेछु बनाएन। केक चाहिँ ल्याएर घरमा फ्रिजमा राखेको छु। आजको दिन फेरि यस्तो छ, पानी परेर। अब बेलुका पानी पऱ्यो भने त खै राम्रोसँग पनि सेलिब्रेसन गर्न पाउँछ जस्तो छैन। म चाहिँ आन्टीको घरमा आइपुगेँ। यो चाहिँ आन्टीको घर, सेलरोटी हाल्ने आन्टीको घरमा आइपुगेँ म। घरमा म आइपुगेँ हो, आन्टीको घरमा सेलरोटी हालेछ। हेलो आन्टी, हेलो भन्नु न। हेलो सेलरोटी दिन पर्छ भनेर हेलो नभनेको यो आन्टी। कैसा लगा मेरा मजाक? मम्मीले सेलरोटी हाल्नु भएको छ, सेलरोटी। अनि म आन्टीले दुईटा रोटी दिनुभएको थियो, तर मलाई हतार भएको मैले एउटा खाएँ। ल थ्याङ्क यू आन्टी, बाई बाई। यस्तो बाटो हिँड्नु पर्छ हा। मोबाइल चार्ज छैन, पानी पर्न रह। मोबाइल स्विच अफ हुन्छ कि भन्ने डर लागिरह। भ्लग बनाउनु एडिटिङ गरेर त्यो गरेर टाइम जान्छ नि त। चाहिँ पसल जानु लाग्यो म र भाइ चाहिँ। अब हावाहुरी पानी त्यही त नि, डेन्जर हावाहुरी पानी। हावा यस्तो हावा चलिरहेको, रुखहरू यस्तो मजाले हल्लिरहेको है। त्यही भएर चाहिँ हामी जानु पाएनौँ। हावा चलेर हावा पानी डेन्जर पानी पर्यो। अनि अँध्यारो भयो। अनि त्यही भएर चाहिँ लास्टमा चाहिँ घरकै कुखुरा काट्नु पर्यो। कस्तो फिल भइरहेको ड्याड? त्यस्तै भएर नि। अनि त्यसपछि अब घरको हाम्रो भाले काट्नु पर्यो आज। अब यताभित्र पनि तयार हुँदैछ, प्याज स्याज यता दाल काट्यो, कुखुराको लागि पानी, साग बनाउन कति काम छ अझै। तर पानी परेर कस्तो गाई झैले भ्याउँदै भएन कि। मैले ड्रेस पनि बल्ल चेन्ज गरेको कि, यस्तो बिजी भएन अरे। ओ माई गड, त्यही हो कि। अब यस्तो पर्ने होइन। अब दिउँसोदेखि प्लानिङ भन न, दिउँसोदेखि गर्नु पानी टाइम के 3-4 बजीदेखि गर्नु पाएको भए आनन्दले गर्नु भ्याउँछ नि त। अब त्यही त हो। अब आफ्नो ड्युटी जाऊ आऊ गर्दाखेरि अनि भ्याइँदैन। अनि त्यसपछि त्यस्तै भयो। अब ठिकै छ, घरकै कुखुरा काट्ने प्लान भयो। पसल जानु पाएन मासु लिनको लागि। अब पनिर चाहिँ खोइ यहीँ पनि अघिदेखि मलाई थाहा थिएन कि यहाँ हाम्रो घरतिर पनि पाउँछ भनेर। अब पाउन चाहिँ पाउँछ नि, तर बाइचान्स सकिएको रहेछ भने त अब पनिर क्यान्सल हुन्छ होला। अब मासु चाहिँ खाइन्छ। A few moments later. पनिर पनि आइसक्यो होइन, यहाँ काटिसकेँ। अनि यो पनिर चाहिँ बाबाले गएर यहाँ धन्नै पायो, सकेको रहेनछ। अनि बाबाले गएर लिएर आउनुभयो। अनि अब यो कटिङ गर्दैछ। अब यो चाहिँ पकाउनु पर्ने हुन्छ। अनि बाहिर आगो पनि फुकिरहेको, तर पानी चाहिँ परिरहेको छ होइन। अब त्यस्तै त हो, हावा पनि चलेर हावाले हावा चाहिँ उडाइदिरहेको। ठिकै छ, अब जस्तो जस्तो पकाउनु पर्ने हुन्छ। मेन प्रब्लम चाहिँ लाइन भयो क्या। अब चाहिँ अहिले लाइट भएको भए त अलिकति अब स्टुभ हुन्थ्यो नि त। झगडाउने बोरिङ भइरहेको लाइटले गर्दाखेरि। त्यही पनि हामी अब लाइट नभए पनि अब सेलिब्रेसन गर्छौँ। फाइनल्ली यहाँ आगो पनि फुकिसक्यौँ। अब यहाँ अघि नै फुकिसक्नु भएको बाबाले फुक्नलाई चाहिँ आगो पनि बलिसक्यो। अनि अब यहाँ चाहिँ अब यहाँ चाहिँ मासु पकाउनु पर्ने हुन्छ। अब यसमा चाहिँ अनि त्यसपछि अब यहाँ मासु पकाउने बेरसम्म चाहिँ लाइट आइदियो भने थियो कि मलाई मेरो बाबाले हेल्प गर्दै हुनुहुन्छ। प्याज अनि खोर्सानी काटेर अब चाहिँ बाबाले के काट्नु बाँकी छ बाबा?
टोमेटो जाऊ त उसले आउँछ त्यो एउटा प्याज लिएर ओ आउँछ माई गॉड कस्तो मिल्के छ नि प्याज लिएर आउँछ एउटा लाइन 100% आउँदैन मलाई थाहा भइसक्यो प्याज आगो चाहिँ डेन्जर बोल्दा छ ओके अनि हाम्रो खानाहरू चाहिँ रेडी भइसक्यो खाना सबै रेडी भयो तर लाइन मात्रै आएन होइन दुःखको कुरा त्यति नै हो अनि यो चाहिँ मासु पनिरको तरकारी साग यसमा दाल छ यसमा यो चाहिँ अचार अनि यति नै हो पापड फुराउन थियो के अब पापड फुराउनै त्यस्तै भयो टाइमै पाएँ यहाँ मम्मी बाबा भाइ बहिनी आन्टी आइसक्नु भयो अब आउनु आमा बाँकी हुनुहुन्छ अनि त्यसपछि चाहिँ हामी मदर्स डे सेलिब्रेसन गर्न लागेको छौँ लाइनले साथ दिएको छैन लाइन नआएर टेन्सन अब सबैको मोबाइल बाल्ने अनि मोबाइलबाट लाइटिङ गरेर सब्सक्राइब गरिदिनु होला खाली चाहिँ मम्मीहरूको लागि ताली 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 केक माथि पऱ्यो चक्कु छैन ल चक्कु काटेर ह्याप्पी मदर्स डे सबैभन्दा ठुलो अब तिमीले त्यो यता नबाल न तिमीले बालेर झन् अँधेर आयो खै यता म बाल होइन यता उज्यालो आयो कि त्यहाँ अनुहार देख्नु परेन सबैको ल केकको आमालाई खुवाइदिन्छु ह्याप्पी आफूले खानु पुरै आमा मम्मी सानोदेखि के ठुलोदेखि सानो ह्याप्पी ल लक्ष्मण यो पनि देखाल सुमिनाले खुवाएको सबैलाई ह्याप्पी मदर्स डे ल केकको पनि सुमिनाले खुवाइदिने अनि सुमनले खुवाइदिए आफै ल मैले त भिडियो खिचेँ ल आमालाई भयो के भयो अब भयो ल खुवाइदिए ठुल्मामीलाई खुवाएन ठुलोबाटै सुरु गर अनि राम्रो चाहिँ केकमै छ ल ल हामीले पनि खुवाइदिनु ल अब हाम्रो पालो लाग्यो सुमिना मलाई र सुमिनालाई पनि खुवाइदिने हामीले खुवाइदिइसक्यौँ अब मम्मीहरूले हामीलाई खुवाइदिनु हामी एक्साइटेड सुमिना थ्याङ्क यू ल पुरै झ्याल खोलिदिनु न अब खाना खानुपर्ने हुन्छ अब यो केक चाहिँ बाबाहरू अङ्कलहरू सबैले खाने थोरै थोरै धेरै आमालाई अङ्कललाई तपाईँलाई हाल्नु खानु खानुपर्छ अब हामी चाहिँ यत्रो त मात्र खान सक्दैन ला सुमिना यो सुमिनाको त्यो उसकै जमाएर बनाएको कि क्रिमलाई चेउरी खान्छु चेउरी आमालाई अङ्कललाई
बोला त नयाँ है यो डाइनिङ हो क्या डाइनिङ टेबल माथिको मात्रै होला आइज सुमिना खाना सुमन आइज अन्टी नि खानु म धेरै खान सक्दिनँ कि निकालेर खानु आउनु ह्याप्पी बर्थडे टु मी ह्याप्पी बर्थडे टु मी ल क्रिमको पोकेट अन्टी लाउनु हेत्तेको नहालके ओ अङ्कललाई र आमालाई लाइज ए सुमन नि आइज यहाँ यही ह्यान्डसम सुमनमा आइज दाँत दुख्छ कि मेरो त किराले खाएर सेम डेरी माथिको क्रिम मात्र तलको छैन फेरि क्रिम मात्रै खायो भने त्यस्तै हुन्छ के यो डेरी जस्तै छ आइज सुमन अब यहाँ चाहिँ खाना सुरु भइसक्यो हामी खाइ हेर्छु के हेर्छु कालिमाउ अघि फोन अहिले राखिदिनु नि त नि हाम्रो खाना रेडी भइसक्यो अङ्कल खोइ त यहाँ 2टा चेयर बनाउनु पर्ने के आमालाई चिसो हालिदिनु न ओके चाहिँ हामी खाना खाँदैछौँ कस्तो भयो आमा खाना सुविधाले घरिघरि अब खाना पनि हामी सबैजना खाँदैछ यहाँ चाहिँ भाइ बसेर खाँदैछ त्यहाँ चाहिँ हामीले खाने ठाउँ पुगेन त्यही भएर हामी खाँदैछ यहाँ भुइँमा बसेर आन्टी कस्तो भइरहेको खाना मिठो खाँदैछौँ हामी मलाई नि थोरै 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 खाना अचार मिठो खाइ म पनि ल चाहिँ मेरो खाना साग पनिर अचार मासु दाल भात कोक कोक अब खानु बस ल सुमिराको भाग खोइ त सुमिराको ए ल अब चाहिँ हामी चाहिँ खाना बसेको हामी पार्टी आन्टी सुमन सुमिना अनि म चाहिँ यहाँ त्यहाँ चाहिँ बाबा अङ्कलहरू आमा आमालाई कोक मैले कोक खान्न ठुलो बाबाले खानुहुन्छ कि अङ्कलले कोकोले सुमनले हालिदिएँ मैले मान्छेको टाउकै देखेको छैन अब त लाइन आएन हुन्थ्यो नि हौ गर्मी भइसक्यो अब चाहिँ खाना सुरु गर्नु पर्ने हुन्छ हामी सुमनले लाइट बाँध्नु मलाई सुमिराले पानी हाल्नु म भाँडा माग्नु है अन्त म गएर बस्न दिनु हुन्छ ल तिनजना कसलाई त्यही सुमिनाको पानी फर्स्ट भिडियो फर्स्ट भ्लग पानीपुरी च्यालेन्ज यसको प्रशंसा गर्दा मेरो साथीले त्यत्रो फुच्चिने त्यस्तो पिरा खान सक्ने है भन्दा चाहिँ यसको प्रशंसा पो हुन्छ त मेरो ब्लगमा त म बाहिर भागे अच्छा हमको सिखा रिया अब इन्टरभ्यू दिन आउनु बाँकी छ अब हामीले खाना पनि खाइसक्यो अब चाहिँ हाम्रो भाडा बाँध्ने काम सुमिनाले के गर्ने रे तेरो काम तैँले के गर्ने काम रे भन् न सुमनको काम म चाहिँ भाडा खस्ने मेरो काम चाहिँ हामी तिनजनाको काम आज मम्मीहरूलाई चाहिँ बस्न दिने सुमिनाले पानी हाल्ने सुमनले लाइट हाल्ने मैले भाडा बाँध्ने काम हामी तिनजनाको काम आज चाहिँ खाना पनि खाइसकेँ त्यसपछि खाना खाएर भाडा साडा सबै बाँधिसक्यो अनि आजको भ्लगलाई चाहिँ यहाँ एन्ड गर्नुपर्ने हुन्छ अनि अब के भयो भन्दा होइन अब लाइट भएन होइन अब त्यस्तै त अँध्यारो खिचेको अब भिडियोहरू त्यस्तै भिडियो चाहिँ क्लियर अब त्यस्तो खासै क्लियर त छैन त्यो पनि हेरेर साथ सपोर्ट गरिदिनु होला ओके आजलाई बाई बाई थ्याङ्क्स फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट लाइक कमेन्ट एन्ड सब्सक्राइब